हेलो हेलो सम्पूर्ण मित्रहरूलाई गुड मर्निङ, शुभ प्रभात, शुभ बिहानी। अनि साथीहरू हजुरहरूलाई स्वागत छ मिना बमन युट्युब च्यानलमा। अनि साथीहरू हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु साथीहरू। आजको मेरो भ्लग चाहिँ मैले मकैबारीबाट स्टार्ट गरेको छु है साथीहरू। म मकैबारीमा किन आएको भन्ने साथीहरू, आज चाहिँ मैले मकैमा पानी पटाउँदैछु है साथीहरू। मेरो चाहिँ पानी यता कुलोबाट आइरहेको छ साथीहरू। कुलोको हालत यस्तो छ हेर्नुहोस्, कुलो पनि भत्किने बाला छ। त्यही भएर म चाहिँ यहाँनिर नै बसिरहेको छु साथीहरू। अनि आज विशेष गरेर अन्तर्राष्ट्रिय महिला नारी दिवस साथीहरू। अनि नारी दिवसको दिन हजुरहरू विश्वभरि नै फैलिएर बस्नुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई चाहिँ 116औं अन्तर्राष्ट्रिय महिला दिवसको चाहिँ हार्दिक मङ्गलमय शुभकामना साथीहरू। जो जहाँ भए पनि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हजुरहरूलाई शुभकामना साथीहरू। म चाहिँ यहाँनिर मकैघारीमा छु पुरै। अनि हेर्नु होला, म चाहिँ यहाँ मकैमा पानी पटाउन आएको। हिजो चाहिँ मैले यो मकैमा खाद हालेको साथीहरू। मेरो मकै चाहिँ भर्खर यत्तिको भएको छ। यो मकैलाई अझै पनि 2 पानी जति लाग्छ है साथीहरू। 3-4 पटक 5 पटकसम्म पनि पानी पटाउनु पर्छ, किनकि अब हावा चल्छ। हावा चलेपछि चाहिँ छिटो माटो सुक्छ। अनि त्यही भएर चाहिँ मैले चाहिँ फेरि छिटै पानी पटाउनु पर्ने हुन्छ साथीहरू। अनि म छु अब मकैबारीमा। अनि विशेष गरेर साथीहरू आज चाहिँ म किन आएँ भनेदेखि साथीहरू, आज चाहिँ अन्तर्राष्ट्रिय नारी दिवस। अनि नारी दिवसको दिनमा चाहिँ हामी महिला समूहले चाहिँ एउटा सानो छोटो मिठो कार्यक्रम राखेका छौँ। फाइनली साथीहरू म चाहिँ पानी पटाएर घर आइसकेँ। अनि घरमा आएर म चाहिँ खानासाना खाएँ। खानासाना खाएर म चाहिँ लुगा लाएर रेडी भएँ। अनि त्यसपछि मैले चाहिँ कार्यक्रमतर्फ जानका लागि भनेर हतार गरेर चाहिँ कार्यक्रमको लागि निस्केँ। अनि म कार्यक्रममा जाँदाखेरि चाहिँ कार्यक्रममा चाहिँ सबै साथीभाइहरू भेला भइसकेको थियो। अनि त्यहाँ चाहिँ त्यसपछि चाहिँ कार्यक्रम सञ्चालन चाहिँ मैले नै गर्नुपर्ने। त्यो कार्यक्रम सञ्चालन गर्ने क्रममा चाहिँ अनि फेरि स्वागत मन्तव्यको लागि मैले चाहिँ मेरो देउरानीलाई उठाएको थिएँ। अनि देउरानीले चाहिँ आफ्नो हिसाबले स्वागत मन्तव्य राखिन्। त्यतिकैमा फेरि मेरो छोरी पनि केक लिएर आइन्। हामीले चाहिँ नारी दिवसको लागि भनेर एउटा केक पनि अर्डर गरेका थियौँ साथीहरू। अनि त्यो केक पनि आइपुगेको थियो। अनि त्यो केक चाहिँ अगाडि नै आएको थियो है। त्यो केक चाहिँ मेरो घरमा ल्याएर राखेको थियो, किनकि 1 दिन अगाडि नै भनेको हामीले त्यो केक चाहिँ। अनि त्यसपछि हामीले त्यो कार्यक्रममा चाहिँ एउटा छोटो मिठो मन्तव्य राख्नका लागि हामीले यसै वडा नम्बर 7 का वडा सदस्य हुनुहुन्छ, उहाँ चाहिँ युवा नेता पनि हुनुहुन्छ हैन। अनि वडा नम्बर 7 को हुनुहुन्छ। अनि उहाँलाई पनि हामीले यस कार्यक्रममा बोलाएको थियौँ। अनि उहाँ पनि आउनुभयो र उहाँलाई हामीले स्वागत गरेर खातामाला लगाइसकेका थियौँ साथीहरू। किनकि त्यो कुराहरू चाहिँ हामीले भिडियोमा तपाईँहरूलाई देखाउन सकिनँ, किनकि सबै कुराहरू चाहिँ भिडियोमा ल्याउन सकिनँ, किनकि भिडियो बनाउनलाई मोबाइल मसँग थिएन। मोबाइल चाहिँ छोरीले घरमै राखेको थिइन्। अनि छोरी चाहिँ पछि केक लिएर आएको। अनि त्योभन्दा अगाडि चाहिँ अब अरूहरूले नै भिडियो बनाइरहेको थियो, किनकि म त अब त्यो कार्यक्रममा व्यस्त थिएँ नि त। अनि मैले फेरि आजभन्दा अगाडि यस्तो कुनै पनि कार्यक्रमहरू चलाएको थिएन है साथीहरू। आज फर्स्टचोटि आफ्नो गाउँमा आफ्नो समाजमा एउटा छोटो मिठो कार्यक्रम राखौँ आफ्नो समाजमा चाहिँ भनेर चाहिँ सबै साथीहरूले चाहिँ मलाई अनुरोध गर्नुभयो। अनि त्यसपछि मैले पनि जानी नजानी हुन्छ नि त भनेर मैले पनि कार्यक्रम चलाउने कोसिस गरेँ साथीहरू। अनि त्यसपछि त्यहाँ चाहिँ हाम्रो युवा नेता समाजसेवी एउटा उहाँ हुनुहुन्छ हैन। उहाँले चाहिँ आफ्नै हिसाबले यहाँनिर मन्तव्य राख्नुभयो। अनि उहाँलाई पनि हामीले बोलाएको थियौँ, उहाँ आउनुभयो। त्यसको लागि पनि हामी सबै महिला समूहले उहाँलाई धन्यवाद दियौँ। अनि त्यसपछि हामीले चाहिँ त्यहाँनिर बसेर उहाँको कुरालाई सुनिरह्यो साथीहरू। उहाँले चाहिँ आफ्नै हिसाबले भनिरहनु भएको थियो। अनि त्यहाँ बसेका महिला दिदीबहिनीहरू सबैजना चाहिँ उहाँको कुरालाई एकदम ध्यान लाएर सुनिरहनु भएको थियो। अनि मेरो साइडमा हुनुहुन्थ्यो सन्चमाया लामाज्यू। उहाँ चाहिँ किनकि आजको दिनमा खुसी पनि हुनुहुन्छ र दुःखी पनि हुनुहुन्छ। उहाँले चाहिँ यो समाजमा पहिला महिलाको लागि हक अधिकारको कुराहरू सिकाउने, अनि हामी महिलाले पनि केही गर्नुपर्छ, हामी महिला पनि अगाडि बढ्नुपर्छ भन्ने उहाँले नै प्रेरणा दिनुभएको है। उहाँ चाहिँ स्वयंसेविका पनि हुनुहुन्छ। उहाँले चाहिँ लामो समयसम्म चाहिँ स्वयंसेविकामा चाहिँ उहाँले धेरै वर्ष चाहिँ उहाँले चाहिँ कार्यरतमा रहेर, अनि बिचमा उहाँको चाहिँ अब स्वास्थ्यमा चाहिँ त्यस्तै भएर चाहिँ उहाँ चाहिँ स्वास्थ्य चाहिँ रहनु भएको छैन अहिले चाहिँ। अलिकति उहाँ बिसन्चो हुनुहुन्छ। अनि त्यही भएर पनि उहाँकै योगदान हो जुन हामीले यो आजको दिनमा राखेको कार्यक्रमहरू, जुन हामीले यो बोलेको कुराहरू पनि उहाँकै योगदानद्वारा हो। उहाँले नै भनेर हामी महिलाहरू पनि उठ्नुपर्छ, हामीले पनि केही गर्नुपर्छ समाजको लागि
भनेर उहाँले नि भन्नुभएको थियो होइन। त्यसैले अनि हामीले पनि ठिकै छ होइन, अब हाम्रो लागि साथ सपोर्ट दिने हुनुहुन्छ भनेदेखि हामीले पनि गर्नुपर्छ केही भनेर चाहिँ नि हामीले पनि कार्यक्रम राखेको थियौँ। त्यो कार्यक्रममा चाहिँ सभापतिको रूपमा मैले उहाँलाई नै राखिदिएको थिएँ, किनकि उहाँ एउटा स्वयंसेविका बुद्धिजीवी समाजसेवी पनि हुनुहुन्छ होइन। उहाँको नाम चाहिँ सञ्चमाया लामा हो, अनि मेरो साइनामा चाहिँ उहाँ जेठान दिदी पर्नुहुन्छ। अनि उहाँलाई जुन हामीले सम्मान गरेका थियौँ, त्यो सम्मान कार्यक्रमद्वारा चाहिँ उहाँ चाहिँ प्रभावित भएर उहाँ एकछिन होइन रुनु पनि भयो होइन। त्यो देखेर फेरि हामी सबैलाई नराम्रो पनि लाग्यो, किनकि उहाँलाई अब आफूभन्दा साना आफ्नो देउरानीहरूले गाउँमा बहिनीहरूले यस्तो कार्यक्रम गर्दा उहाँलाई चाहिँ खुसीको आँसु बन्नुभयो उहाँले चाहिँ होइन। तर उहाँको आँसु खस्दाखेरि चाहिँ मलाई पनि एकछिन कता कता नमिठो लाग्यो साथीहरू। अनि त्यसपछि अब हामीले चाहिँ कार्यक्रमलाई चाहिँ रमाइलो तरिकाले रमाइलो ढङ्गले मनायो साथीहरू। अनि तपाईँहरूले चाहिँ के कसरी मनाउनु भयो? हामीले चाहिँ पहिलोचोटि हो हाम्रो गाउँमा समाजमा यस्तो गरेर मनाएको चाहिँ, योभन्दा अगाडि चाहिँ हामीले मनाएको थिएनौँ साथीहरू। अनि हामीले चाहिँ त्यो कार्यक्रममा अब खासै त्यस्तो धेरै ठुलो कार्यक्रम चाहिँ राखेको थिएन। कार्यक्रम चाहिँ सानै थियो, छोटो मिठो, यसो आधा घन्टा 1 घन्टाको जति राखौँ भनेर भनेको थियो साथीहरू। अनि साथीभाइहरू पनि सबैजना नै आउनुभएको थियो। जे जति हामीले सोचेको थियो त्योभन्दा चाहिँ राम्रै भयो। हाम्रो त यतिको मान्छे पनि जम्मा हुँदैन होला होइन, आजभन्दा पहिला कहिले पनि गरेको थिएन, कस्तो हुन्छ होला के हुन्छ होला, सबै साथीहरू आउने कि नआउने हो, बुझ्ने कि नबुझ्ने हो, के कस्तो हुने होला भन्ने पिर लागिरहेको थियो। तर सोचेको भन्दा धेरै राम्रो भयो साथीहरू। अनि कार्यक्रममा हामीले चाहिँ केक पनि काट्यौँ। अनि केक काट्दै हुनुहुन्छ हाम्रो सञ्चमाया लामाज्यू, उहाँ मेरो साइनामा चाहिँ जेठानी पर्नुहुन्छ। अनि यता मेरो देउरानी छिन्, ऊ चाहिँ फेरि स्प्रे उडाएर एकैछिन पुरा माथि माथि गरेर। अनि त्यसपछि बुढाहरू पनि पुरा रमाइरहेका छन्। अब आमाहरू गएपछि त बच्चाहरू त त्यहाँ आउने नै भइहाल्यो साथीहरू। बच्चाहरूलाई त झन् त्यसै पनि रमाइलो हुने हो, अनि बच्चाहरू आएपछि आमाहरूलाई पनि त्यसै खुसी। अनि साथीहरू हामीले चाहिँ केकहरू काट्यौँ होइन, केक काटेर सबै बच्चाहरूलाई बाँडिदियौँ। अनि त्यसपछि हामीले चिसो पनि राखेको थियौँ साथीहरू। अनि एकछिन बसेर हामीले चाहिँ चिसो पनि खायो, चिसो र केक मात्रै थियो, अरू त्यस्तो केही पनि खानेकुराहरू थिएन। योपालि चाहिँ हामीले यस्तै सानै गरेको थियो। अनि किनकि अब हामीले चाहिँ ठुलो गर्न सकेन साथीहरू, एउटा छोटो समयमा एउटा सानो हाम्रो कोसिस हो, प्रयास मात्रै हो, पहिलो प्रयास मात्रै हो होइन। अब यहीँबाट सिक्दै जानेछौँ हामीले होइन। यहाँनिर भएका गल्तीहरूलाई त्रुटिहरूलाई हामीले सुधार्दै अबको दिनमा योभन्दा पनि अलिकति राम्रो गरेर जानुपर्छ भनेर चाहिँ हामीले पनि होइन अब सिक्ने बाटो एउटा प्रयास गरेका छौँ, कोसिस गरेका छौँ साथीहरू, के कस्तो हुन्छ होइन। अब अगाडिको दिनहरूमा पनि त्यस्तो कुनै समाजमा, त्यस्तो कुनै नगरमा, त्यस्तो कुनै वडामा केही कार्यक्रमहरूमा हामीले पनि सहभागी हुन सक्छ होला भन्ने आशा राखेका छौँ साथीहरू। अनि हामीले चाहिँ एकछिन त्यहाँनिर नाराबाजी लगायौँ, किनकि आज त नारी दिवस भएपछि नारी सम्बन्धी 2-4वटा बुँदे नारा हामीले तयार गरेका थियौँ। त्यही नारालाई चाहिँ हामीले 2-4 पटक दोहोऱ्यायौँ होइन। त्यसमा साथ दिँदै हुनुहुन्थ्यो साइडमा हाम्रो दाजुभाइहरू पनि हुनुहुन्थ्यो। अब नारी दिवस भन्दैमा नारीहरू मात्रै हुनुपर्छ भन्ने कुरा छैन। अब समाजमा नारी पुरुष दुवैजना हुन्छ होइन। त हामीले चाहिँ हाम्रो समयले जतिसम्म साथ दियो हामीले त्यतिसम्म चाहिँ हामीले चाहिँ जतिसलाई समेट्न सक्यौँ त्यतिलाई चाहिँ हामीले समेटेका थियौँ। वरिपरिका दाजुहरूलाई पनि बोलाएर हामीले सम्मान कार्यक्रम पनि राखेका थियौँ। उहाँहरू कुनै वनका अध्यक्ष हुनुहुन्थ्यो, कोही अब त्यहीँ गाउँका भद्र बलात्मी, अनि त्यसपछि युवा नेताहरू पनि हुनुहुन्थ्यो। उहाँहरू सबैलाई समेटेर चाहिँ सानो छोटो समयमा छोटो कार्यक्रम राखेर अनि एकछिनपछि हामी चाहिँ अब र्याली गर्दै जाउँ भनेर अझ अलिक पर गाउँसम्म जानुपर्छ भनेर चाहिँ आधा घन्टा जति चाहिँ हामीले पैदल यात्रा गरेर र्याली पनि गऱ्यौँ है साथीहरू। अनि त्यो हिँड्दा लास्टै थाकेर साथीहरू मैले त्यही दिन चाहिँ यो ब्लगहरू हाल्न पाइनँ साथीहरू, किनकि धेरै चिच्याएको पनि थियो अनि गर्मी पनि लास्टै थियो, शरीर पनि थकान भयो अनि घाँटी सुकिरहेको थियो। त्यही भएर यो ब्लगहरू एडिट गरेर हाल्न सकेन साथीहरू। नारी दिवस त हिजै थियो अनि ब्लग चाहिँ हामीले आज रेडी गरेर हालेको छु साथीहरू होइन। यसमा कुनै गल्ती भएमा, कुनै मिस्टेक भएमा साथीहरू हजुरहरूले मेरो युट्युब च्यानलमा आएर कमेन्ट बक्समा आएर भन्न सक्नुहुनेछ साथीहरू। अब यो मेरो पहिलो सिकाइ हो साथीहरू। अब आजभन्दा पहिला कहिले पनि यस्तो कार्यक्रमहरू गरेको थिएन र मैले जानेको पनि थिएन। यो चाहिँ अब सिक्दै जानुपर्छ, त्यसपछि सिक्दै गएपछि जानिने हो मान्छेले होइन। हरेक कुरा आमाको पेटबाट कसैले पनि सिकेर आएको हुँदैन साथीहरू। अब सिक्दै जाने क्रममा कहिलेकाहीँ त्यस्तै हो, अब कहिलेकाहीँ अब हामी हिँड्दै ठेस लागेर लडिन्छ भने जस्तै बोल्दा कहिलेकाहीँ चिप्लिन पनि सक्छ साथीहरू। त्यसमा हजुरहरूले माइन्ड नगरिदिनु होला। अनि हाम्रो चाहिँ धेरै खुसी हुनुहुन्छ आज आमाहरूलाई पनि हामीले साथमा लिएर हिँडेका छौँ। आमाहरू, नानीहरू सबैजनालाई चाहिँ हामीले बोलाएर लिएर हिँडेका छौँ, किनकि आमाहरू पनि सधैँभरि कति मात्रै काम गरिरहनु होइन। बिचरा आमाहरूलाई पनि अब आमाहरूलाई नै आज हामीले सम्मान गर्नुपर्छ भनेर आजको दिनमा चाहिँ फेरि हामीले एकल महिला
र अनि त्यसपछि चाहिँ जुन ज्येष्ठ नागरिकहरू हुनुहुन्थ्यो उहाँहरूलाई पनि हामीले एउटा सम्मान कार्यक्रम राखेर उहाँहरूलाई पनि खादामाला लगाएर हामीले सम्मान पनि गरेका थियौँ साथीहरू। त्योहरू चाहिँ हामीले सबै कुराहरू तपाईँलाई भिडियो मार्फत देखाउन सकिनँ, किनकि हामीले चाहिँ सबै कुरा बनाउँछु भनेर अगाडि नै योजना गरेको थिएन साथीहरू। त्यसपछि हामी चाहिँ अब एकछिन रमाइलो गर्नुपर्छ भनेर सबैजना चाहिँ रमाइलो गर्नेतर्फ लाग्यौँ। म चाहिँ फेरि केही गर्न नसक्ने स्थितिमा थियौँ साथीहरू, धेरै कराएर चिच्याएर। अनि यतिकैमा सबैजना आफ्नो घरमा जाने भनेर लाग्नुभयो। हाम्रो आमाहरू चाहिँ एकछिन रमाइलो गर्नुभयो होला साथीहरू। हजुरहरूले यो अन्तिमसम्म भिडियो हेरिदिनु होला। मेरो युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब गरिदिनु होला। अनि छोटो मिठो कमेन्टमा पनि छोडिदिनु होला हजुरहरूको नारी दिवस कस्तो रह्यो। हाम्रो नारी दिवस चाहिँ हामीले चाहिँ एकदम रमाइलो र भव्य सभ्यता साथ हामीले सफल गऱ्यौँ साथीहरू। र साथीहरू हस्त धन्यवाद हजुरहरूलाई। हजुरहरूको दिन शुभ रहोस्। अनि साथीहरू अब आगामी आउने दिनमा पनि कुनै पनि कार्यक्रमहरू गरेछ भने पनि म हजुरहरूलाई यस युट्युब च्यानल मार्फत भिडियो बनाएर ब्लगको मार्फत हजुरहरूलाई म देखाउनेछु साथीहरू। उहाँहरू चाहिँ नाचिरहनु भएको थियो, अनि म चाहिँ ल जान्छु छोरी तिमी चाहिँ बस भनेर मैले चाहिँ छोरीलाई मोबाइल दिएर म पनि घरतिर आइसकेको थिएँ साथीहरू। ल साथीहरू सम्पूर्णलाई धन्यवाद। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ साथीहरू। ल बाई बाई साथीहरू। हस् त साथीहरू, आजको दिन यति नै।